यो सुटिङका थाल गोडका पकाएर खाने भाँडा लाने पनि पक्कै पनि त्यही भद्रकली र बन्थे हो। अरूले त कसले देख्यो थियो र हाम्रो घरका भाँडा बस्दै आची गर्नु बस्दा नि नआउने भाँडा जे भयो राम्रै भयो राम्रैको लागि भयो जता गए तिनीहरूलाई राम्रो होस् शुभ होस् ती भाँडाले सुख शान्ति पाएर बसुन् जहाँ बसे पनि ल पक्कै हो रहेछ है दिदी पक्कै है 100% हो ल तान्यो भने त्यो तान्यो खुट्टा काट भन्दाखेरि खुट्टा तानिहाल्छिन् भने तानिहालिन् पक्कै भद्रकलीले तिनी भाँडा लगेको त छोपेर राख्छु र अन्डा बनाइदिन्छु चिकन चाहिन्छ रोल सालम सर उहाँले पहिला पैसा हेरेर पैसा त पुरा त छ नि होइन अनि पुरा त छ नि अनि मात्रै बच्चा बस्नु नि सर रोल बुवा भने एक्सन दाइले भन्नुभएको कुरा त्यो भान्जालाई कुटी त्यसरी गाउँतिर मान्छेले थाहा हुन्थ्यो अनि तर दिदी त्यो भान्जा र हिराले हामीको शङ्का गरेर आउँथ्यो मलाई त कस्तो डर लागिरहेछ यो बन्ठे मुर्दाले बेला बेलामा कस्तो लक्षिनी कुरा गरिरहेको छ भनेको शङ्का त पुरै गरिसकेका छन् हामी माथि धेरै कुरामा शङ्का गरेका छन् शङ्का गरे भनेर लुक्ने हो त उता हेर्नु गुन्डा बोली दुईजना गएको सानो फेरि भने मुन्टो लगाउनु दुईजना भन्नु उता हेर्नु फेरि उता हेर्नु रनलाई कट देखाउनु त सर कता छ झुम्का कता छ सर देखाउनु त रोल एक्सन यता हेर मेरा नै हिँड्दैन कोही मान्छेले मेकअप त गरेका थिए त्यही पनि नाम बिर्सिहाल्नु भन्नु के छ अब शर्मिला दिदी भान्जीले मलाई त्यो भद्रकलीलाई होइन भन्न पनि सकिन्न भद्रकली गरेको होइन भन्न पनि सकिँदैन भन्छ आमाले गर्न सकेको होइन भन्न पनि सकेको होइन भन्छ जाऊ रोल एक्सन बुहारी त्यो आमाले गरेको होइन यो भन्न पनि सकिँदैन भन्छौ तर मलाई त पक्कै पनि त्यही भद्रकलीले गरेकी हो जस्तो लाग्छ हेर न हाम्रो अरू यो गाउँमा को छ र दुश्मनी कोसँग त्यस्तो दुश्मनी जेलेका छौँ र हामीले बाहिरको मान्छे आएर त हामीलाई चिन्दै चिन्दैन
अरू कसले गर्न सक्छ त यस्तो भन्छन् नि कसैको घरमा चोरी भयो भने पनि देखेको चिनेको जानेको आफन्त मान्छेले नै चोरेको हो नदेखेको मान्छे त कसरी त्यो घरमा यो छ भनेर देख्न सक्छ र भनेर भन्छन् नि त्यस्तै त हो नि बिचरा त्यो नातिनीलाई पनि पक्कै त्यही भद्रकलीले नै गरिक्यो यस्तो जस्तो लाग्छ मलाई त कोमा यो कुरा सत्य निस्क्यो भने त्यो भद्रकली र त्यसको भाइलाई म कुनै पनि हालतमा छोड्दिनँ तिनीहरूलाई के गर्नुपर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ दुईजना गर्छ अन्त छोरीलाई पनि दुईजनाले फेरि यता पुलिसको उता कट उता बस्छ हाम्रो सुटिङमा पकाएर खाने थाल कजरो लाने नि तिनीहरू हो भनिदिनु हो क्या हो भद्रकली र हो मिसाउनु त्यो यहाँबाट तल ल यो रोल हुँदैछ कि भन्नु न तिनीहरू हो यो सुटिङका थाल गोल्का पकाएर खाने भाँडा लाने पनि पक्कै पनि त्यही भद्रकली र बन्ठे हो अरूले त कसले देख्यो थियो र हाम्रो घरका भाँडा तल फसेर सही हो सही ल हल्ला रियाक्सन राम्रो है तपाईँकै भाइले सही हो ए यहाँबाट हेर बस्दै आची गर्नु बस्दा नि नआउने भाडा जे भयो राम्रै भयो राम्रैको लागि भयो जता गए तिनीहरूलाई राम्रो होस् शुभ होस् ती भाँडाले सुख शान्ति पाएर बसुन् जहाँ बसे पनि ल पक्कै हो रहेछ है दिदी पक्कै है 100% हो ल ताने भने चाहिँ ताने खुट्टा काट भन्दाखेरि खुट्टा तानिहाल्छिन् भने तानिहालिन् पक्कै भद्रकलीले तिनी भाडा लगेको त एउटा कुरो चाहिँ विशेष गर्नु कुन गोरुले कति घाँस खान्छ भन्ने कुरो तिमीलाई त्यो नातिलाई मात्र थाहा छ नि त्यही त गोरु पालेकालाई त थाहा हुने हो के अरे नपालेकालाई हामीले अहिले यहाँ काठमाडौँमा बसेर गोरु कसले पाल्छ र त गाउँमा बसेर पाल्यो होला थाहा भयो होला मलाई नि काट्न आउँछ मलाई त धार छैन होइन यहाँ स्किप हुँदैछ ल ल भयो यतापट्टि आएर यसरी मोटे भाइ चलेको त्यो सुता देखिन्छ रे होइन हातमा यहाँ अलि धेरै चलाऊ है त्यो आमा नि देख्ला नि आमा टाउको देख्ला आमाको टाउको देखिने भयो दुइटैको एकछिन हो देख्छ नि झर्ना त सोतरमै सुता तिमी घुमाउने क्या राउन्ड आन्यो ल अब एक्सनमा लौरी फाल्दिनु सुता छिटो ल जाउँ है त भ्याकुटी गाइदी झ्याउती काँडी धेरै धेरै भयो त पर्दैन त त्यही पर्दैन लौरी फालेर आउने होइन उहाँले लौरी फाल्छ नि तिमी आऊ एक्सनमा खर्च फालिहाल्नु है जाउँ है रोल एक्सन समाचार के मेरो बाबालाई भन के भयो मेरो बाबालाई बाबा भएन के भएन एक राउन्ड हाल्नु रितिकाले बिहा बोल्नु अब खोइ त दिदी तपाईँको मान्छे दखरेर जम्मा पार्दैन फेरि भएन कता बनायो सरर गाई सुनिरहेको मैले खोइ त दिदी तपाईँको मान्छेले 10 लाख रुपियाँ अहिलेसम्म पार्न सकेन क्या कति बेर लाग्यो फोनै गर्दैन म भन्छु त खोइ त दिदी ल रोल एक्सन हेर आएका बच्चालाई सबै गाउँछ हेर धेरै गाउँछ फेरि बच्चाले हेर बोल्नु अब खोइ त दिदी तपाईँको मान्छेले 10 लाख रुपियाँ जम्मा पार्दैन अहिलेसम्म फोन पनि गर्दैन त के गर्ने हो ए मुन्द्रा भाइ नआत न नात कुल र कुल 10 लाख भनेको 10 रुपियाँ होइन जम्मा गर्न टाइम लाग्छ तोरकै होला तिनीहरूको खल्तीमा 10 पैसा थिएन 10 लाख जम्मा गर्न टाइम लागिहाल्छ नि लिएर आउनुपर्छ ऊ जसरी पनि आउँछ अनि अर्को कुरो मैले त्यो मेरो सौताको छोरालाई हालेर टाउकै फुटाउनुपर्छ कुटी कुटी दिलदाम पारेर चल्न नसक्ने बनाउनु पर्थ्यो नि
त्यसरी कुट्ने थिएँ भने त म पनि कुट्न सकिहाल्थेँ नि साइडमा आऊ। भन्नु आमा ठिक छ भाइ दाइले सुन्नु तारिन थाले कि क्या हो त्यही भएर त्यस्तै लाग्दैछ मलाई म छोड्दैन फेरि म छोड्दैन नछोडे लैजानु ल जाउँ होला म छोड्दैन ल रोल एक्सन यसरी चिरपटले हानेर टाउकै फुटाएर लडाउनु पर्छ तिमीहरूले त्यति जाब गर्नु त मैले पनि सकिहाल्थेँ नि यताबाट भन्यो यसो हेरेर भाइलाई हेर्नु फेरि उसलाई हेर्नु गुन्डालाई यसो भने जस्तो गर्नु कट गुन्डाको जाऊ ह्याच तेरिका दिदी कवि सर सुन्नु डाइलग कवि सर भन्न डाइलग सुन्नु भन्न ह्याच तेरिका दिदी तपाईँले कस्तो कुरै नबुझ्नु भएको है म देखिन्छु अब र त्यस्तालाई अब के हात दुखाइरहनु त्यही भएर भाटा लाने डङ्गलो लडाइदिएको हो नि हेत तेरेका दिदी त्यस्ता जाबलाई के हात दुखेर त्यही भएर भाटाले आएर ड्याम्म गराइदियो ल रोल एक्सन हेत तेरेका दिदी त्यस्तालाई हातले हानेर के हात दुखाइरहनु बिर्स्यो त्यही बिग्रे भएर भनेको जोग्यो ल सक्नुहुन्छ भने तपाईँले हात उता राख्नु तल राख्नु घाटा बोल्नु ल ल रोल एक्सन हेत तेरेका दिदी फेरि जाउँ फेरि जानु अफ गर्नु ल एक्सन हेत तेरेका दिदी त्यस्तो जाबलाई कुट्नलाई के हात दुखाइरहनु भनेर भाटाले हानेर बिहोस बनाइदिएको क्या मैले हेरनु हेरनु भन्नु भन्नु हेरनु भने जस्तो गर्नु केटीलाई हेर्नु भन्नु न पैसा पुरा छ नि कट अब त मै टाइट आएर छिरो लाइट लगाउनु भएन रोल एक्सन रुचि जानु निराश हो भएन तैँले तेरो पैसा पाइस् अब त खुसी भइस् यता कस्तो कुरा गरेको पैसा पाएर पनि को खुसी हुँदैन मैले मेरो पैसा पाएँ तैँले तेरो छोरी पाइस् त पनि खुसी भइस् होला मैले पैसा पाएँ तैँले तेरो छोरी पाएँ हिसाब किताब बराबर पलम छ कस्तो कुरा गरेँ पैसा पाएपछि मान्छे कुनै खुसी हुँदैन कहिले तेरो छोरी पाइस् हिसाब किताब बराबर रोल एक्सन कस्तो कुरा गरेको पैसा पाएपछि मान्छे खुसी हुँदैन कहिले तेरो छोरी पाइस् त खुसी होइस् मैले मेरो पैसा पाएँ म खुसी भएँ हिसाब अब बराबर होइन त हुन्छ हो बस यति एक्सन हिसाब किताब अब बराबर होइन त रिसाले हेर दुईजना रिसा यता उता हेरेको छ यता हेर कट उता गएन त ल पैसा पाएपछि दुईजना अब डिस्को जाने अनि होइन लुगा बोकेर बोलाउँ लुगा पर्छ मेरै होला सायद मेरैमा चेन्ज गरेर सक्छ मेरैमा छ रोल रोल एक्सन त्यो झोलामा क्यास 10 लाख रुपियाँ छ तिमीहरू जस्ता भिखारीहरूलाई जिन्दगी भन्नुहोस् ल रोल एक्सन सर त्यो झोलामा क्यास 10 लाख रुपियाँ छ तिमीहरू जस्ता भिखारीहरूलाई जिन्दगीभरि बसेर खान पुग्छ बुझिस् जा लगेर चल दिया किन हाँसेको है अब पैसा लिएर जानु नभनिहाले हुन्थ्यो है
अनि तैँले जा पनि भनिरहनु पर्दैन अब हाम्रो काम बनियो हामी गर्छौँ ए जामी भिखारी चाहिँ नभने भए हुन्थ्यो रोल एक्सन भिखारी चाहिँ नभनिहाले भए हुन्थ्यो अहिले फेरि हामीलाई जा भन्नु पर्दैन हाम्रो काम भनेपछि हामी आफै जान्छौँ बुझ्यौ नि तैँले जमिन कहाँ त्यता होइन यता जानु जमिन रोल एक्सन जमिन बेबी अब काम सक्यो हाम्रो बेबी चाहिँ नभन्नु भोलि मलाई हेरौँ न तपाईँ यसो भन्नु न बेबी भनेपछि बाबा भन्नु न भन्नु के बोयफ्रेन्ड हेर्छ क्या त्यही भएर रोल यस्ता पनि कलाकार पनि छ ल मलाई राख बेबी भनेपछि बाबा भन्नु परेन मलाई राख है रोल रोल एक्सन ओइ जमिन फेरि प्याज चाहिँ भोलि किन बोल्यो कि आउनु न भनेर म आइहाल्छु त नि जाउँ नि मामा तान्नु गोडा पर्खिदिन्छ ए आउट 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 वाइट वाइट आउट आउट छिटो हाइसी गर हाँसिँदै छ अहिले है तपाईँ जाने रोल है ल एक्सन जानु जानु माथि जानु हेर न हेर